रेडी गेट सेट गो। छोटो छोटो लास्ट 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 अलिक टाढोबाट ल्याउँथ्यो नि। शाबास नेक्स्ट अलिक यतापट्टि लिनु र। चलो त्यहाँबाट टक टक आएर यहाँ जम्प बुझ्यो। हेर जसको चिप्लेको छ त्यहाँ अप 3 डाउन अप 4 डाउन अप। गुड मर्निङ जय हरि जय गोरख। आज चाहिँ म फेरि घुम रिक्रुटमेन्ट डिपार्टमा आएको छु। यहाँ गाउँको केही केटाहरूलाई यहाँको ग्राउन्डको अनुभव गराउनुको लागि यो अग्निवीर भर्ती र्यालीमा कन्टेस्ट गर्ने हो। यो 11 नोभेम्बरदेखि चाहिँ होइन र यहाँ गराउनु अलिकति जरुरी छ, त्यही भएर आइपुगेको छु। र विथ टाइमिङ यहाँ मैले प्र्याक्टिस गराउने छु। तपाईँहरूलाई पनि यो पुरा भिडियो देखाउनु छु। जो पनि यहाँ आउनु पाएको छैन उहाँहरूले हेरेर आफ्नो प्रिपरेसन गरिसक्छ। एउटा कन्टेन्टको भ्यू पनि यति राम्रो। यहाँ चाहिँ हामी बिहानै घरदेखि 4 बजी हिँडेर अहिले यहाँको 5 बजी यहाँ आइपुगेको छ। र अहिले चाहिँ यहाँ अलिकति स्ट्रिक्ट रहेछ, जो मेन गेटबाट आउनु दिइरहेको छैन। आए पनि कोही एक सर्भिसम्यान आएर पहिल्यै पर्मिसन लिएर आफ्नो केटाहरूलाई लिएर आउनु सक्नुहुन्छ र प्र्याक्टिस गराउनुहुन्छ। यो चाहिँ ट्र्याक हो कुद्ने। यहाँ अगाडि चाहिँ छ तपाईँको स्टार्ट पोइन्ट 1.6 को र अहिले चाहिँ 3rd ग्रुपसम्म लिने गर्छ। र यसको चाहिँ यसरी गएर यहाँबाट आएर यो क्वार्टरको लेफ्ट भएर यहाँ जो यो रेडी गरिसकेको छ अहिले रोपहरू लगाएर। अब 11 तारिकदेखिको यसमा 5 राउन्ड गरेको हुनुपर्छ। ल हाम्रो चाहिँ 4 जना केटाहरू कुद्नुको लागि तयार छ। तिमीलाई जबरजस्ती कुद्दैन, फर्स्ट टाइम हो बुझ्यो। अलिकति यहाँ ब्रिदिङको प्रब्लम हुन्छ, कारण यहाँको हाइट चाहिँ माथि लेखेको छ कति 8050 फिट हाइट छ, एल्टिट्युड छ। त्यो कारणले अलिकति प्रब्लम पर्छ। जो तिमीहरूले तल प्र्याक्टिस गर्दै आफ्नोमा स्टामिना छ भने लास्टसम्म मजाले बढाइसक्छ बुझ्यो। यसको कति चक्कर हो 5। म एभ्री राउन्डको तिमीहरूलाई पोइन्ट बताउँदै गर्छु। रेडी छ? त यहाँ अहिले तिमीहरू खालि 4 जना छ। त्यो दिनमा तिमीहरू कतिजना हुन्छ? यहाँ 80 एन्ड अबभ हुन्छ। योपालि अझै ज्यादा पनि हुनसक्छ। रेडी गेट सेट गो। यसरी केटाहरू अहिले गो भएछ। केटाहरूलाई यहाँ लिएर कुदायो भने एउटा अनुभव हुन्छ, एक्सपिरियन्स हुन्छ। र यहाँको अलिकति अल्टिट्युडको कारण अलिकति निकै सास फुल्ने ज्यादा गर्छ। अरू केटाहरू पनि आएर प्र्याक्टिस गर्दैछ। शाबास शाबास शाबास। फर्स्ट राउन्ड 1 मिनट भइसक्यो। 1 मिनट भयो। 1 मिनट। अब अझै खिच्दै जानुपर्छ। लास्टमा चाहिँ कम गर्ने होइन। रिन्चेन अलिक घोप्टेर। गुड। फर्स्ट ल्याप्स पुरा गरिसकेको छ केटाहरूले।
अर्को ग्राउन्ड टेस्ट यहाँ हुन्छ। यो 9 फिट डिच भन्छ यसलाई चाहिँ जम्प गरेर उतापट्टि गएको हुनुपर्छ। यो तकरिबन सबैले गर्छ इजिली। अर्को ग्राउन्ड टेस्ट र एउटा टेस्ट यो बिम देखिराख्नु भएको छ, यसमा ब्यालेन्सिङ हेर्ने हो नझरिकन। र अर्को ग्राउन्ड टेस्ट हुन्छ तपाईँको भित्र पुलअप, यानि कि बिम, त्यो 10 चोटि गर्नु पर्छ। केटाहरूको 2 मिनट भयो र सेकेन्ड राउन्ड आइरहेछ। अलिकति बढाओ स्पिड, 2.5 मिनट भइसक्यो। गुड 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 रिन्चेन, अब खिच। केटालाई अलिकति साह्रो परे जस्तो छ अहिले यहाँ। उहाँनिर अलिक ज्यादै कुद्थ्यो, उहाँ मैले गाउँमा पनि यिनीहरूलाई गराइरहन्छु। र कोही पनि इच्छुकहरू छ भने कर्सियङ चिम्नीमा बिहान 5 बजीतिर चिम्नी टु बाङ्गोडा रोडमा आउनु सक्नुहुन्छ र म पनि त्यहाँ वक गर्दै गरेर यिनीहरूलाई त्यतिकै मैले गाइडेन्स गर्ने गर्छु। र यो पनि मैले त्यतिकै गाइडेन्स केटाहरूलाई हेल्पको लागि ल्याइदिएको। र अलिकति कसैको अन्डरमा गऱ्यो भने राम्रो गर्छ। त्यतिकै कतिले के गरेछ, आफ्नो छोराहरूलाई प्र्याक्टिस गर भनेर छोडेछ र उनीहरूले यसरी टाइम रनहरू गर्दैन, या त्यतिकै नर्मल वक गरेर घरमा आउँछ र त्यो दिनमा यहाँ 2 चक्कर 3 चक्करमै फेरि निस्केर गइरहेको हामीले देखेका छौँ। र एक्सक्युज लिन्छ कि आफैले नै, अरे माथि त सास फुलिँदो रहेछ, यो रहेछ, लड्यो, आफ्नो प्र्याक्टिस छ, स्टामिना छ, त केही एक्सक्युज लिनु पर्दैन। गुड 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 गुड। थर्ड राउन्ड अलिक कम्ती भयो स्पिड, तिमीहरूको टाइम जान्छ भाइ। भेरी गुड भेरी गुड। रिन्चेन खिच। मेन रनिङ फर्स्ट ग्रुपमा अगर गरेको छ त फेरि मेरिटमा तपाईँहरूको लागि बहुतै सुविस्ता हुन्छ। र बिम चाहिँ 10 चोटि गऱ्यो भने 6 चोटि मिनिमम हुनुपर्छ, तर 6 चोटिको पोइन्ट्स अलिक कम्ती छ। 15 पोइन्ट छ भने तपाईँले 10 चोटि गर्छ भने 40 पोइन्ट हुन्छ। त्यो कारणले गर्दा बिम और रनिङ फर्स्ट ग्रुप और 10 गऱ्यो भने अलिकति राम्रो हुन्छ। र यसरी मैले यिनीहरूलाई रनिङ, स्टामिना बिल्डअप, प्र्याक्टिस त गराइरहेको छु। फेरि कहिले कहिले यिनीहरूको मेडिकल टेस्ट, आई टेस्टहरू पनि, कलर भिजनहरू पनि मैले प्र्याक्टिस गराइरहेको छु यिनीहरूलाई। र यिनीहरूको चेस्ट वेट, हाइटहरू, मेजरमेन्टहरू त लिइसकेको छु। चल चल चल, लास्ट राउन्ड त्यहाँसम्म। छिटो छिटो, लास्ट 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 लास्ट। ओ स्पिड कर, अब स्प्रिंट कर लास्ट। हाँ साहिल गुड। लास्ट स्पिड, वो स्पिड करना, यहाँ फिनिशिंग। यहाँ आ जा। स्पीड कर, स्पीड कर। छ मिनट भइसक्यो।
छिटो छिटो फेल्छस् त त्यसरी त 6 15 6 18 19 20 भइसक्यो यहाँ साह्रो पर्छ साह्रो पर्यो तँलाई कस्तो लाग्यो त मुडी घोच्छ नि अलि नबस उफ्री उङ्गलीहरू चला यो चाहिँ फिनिसिङ पोइन्ट छ यहाँबाट चाहिँ इन गराउँछ जो पनि टाइम आउँछ र यो आफ्नो जग्गा छ बनाएको हो अलिक पछि बनाउँछ फर्स्ट ग्रुप सेकेन्ड ग्रुप थर्ड ग्रुपसम्म छ यो पालि त यिनीहरूले अलग अलग राखिदिन्छ यो छ 95 डिज बुझ्यो केटा हो यसलाई त्यहाँबाट आएर सिधा पर माटोमा जम्प गर्ने हो बुझ्यो सक्छ नि फेरि सिधै पस्ला कसैको हिम्मत नभएको त छैन सक्छ चल ट्राई कसले गर्छ फर्स्ट छिटो गर जहाँबाट आए पनि हुन्छ तिमीहरूको जति रनअपले पनि हुन्छ अलिक टाढोबाट ल्याउँथ्यो नि शाबास नेक्स्ट अलिक यतापट्टि लिनु त्यहाँ सिप लिनु पनि सक्छ नेक्स्ट भेरी गुड रिन्चेन इजी आयो नि त अलिक जोडले आउनुपर्छ नि रनअप त स्पिडले गुड सक्यो सबले नेक्स्ट ब्यालेन्सिङ चिप्लोमा लडे के भयो त चल त्यहाँबाट टक टक आएर यहाँ जम्प बुझ्यो हेर जसको चिप्ले छ त्यहाँ फेरि झरिहाल्छ ज्यादा रिस्क नले भेरी गुड बस नेक्स्ट सक्यो अरे तो छ त गुड गुड यसलाई चाहिँ भन्छ दुर्गा हल बुझ्यो तिमीहरूको जो पनि मेडिकल हुन्छ या बिम टेस्टहरू हुन्छ सबै यो हलभित्र हुन्छ बुझ्यो त्यो आजभन्दा 40 साल पहिला पनि थियो हामीले पनि यही भित्र गरेको थियो यो अल गोर्खा रेजिमेन्टको लोगो छ ब्याज कुन चाहिँमा जान चाहन्छ तिमीहरू अब यसमा चाहिँ एट अ टाइम 2 जना चल थाहा छ नि बिम गर्ने चल रेडी भइजा 2 जना कसको छ पावर चलो रिन्चेन ओइ रेडी अप तयार छ रेडी अप 1 डाउन अप 2 डाउन अप 3 डाउन अप 4 डाउन अप 5 डाउन अप 6 अप डाउन अप 7 डाउन अप 8 डाउन लास्ट अप गुड
प्रोग्रेस हुन्छ यहाँ बुझ्यो यो फर्स्ट टाइम हो तिमीहरू अहिले भर्खर कुदेको भएर त्यसलाई हेल्प गरिदिनु त पर्दैन रेडी अप यसलाई पनि रेडी अप 1 डाउन अप 2 डाउन अप 3 डाउन अप 4 डाउन अप 5 डाउन अप 6 डाउन अप 7 डाउन अप डाउन 8 अप 9 हान्दे भाइ 9 तेरो 10 अब डाउन 10 हान्दे अप भेरी गुड डाउन पुरा डाउन बुझ्यो तिमीहरूको आफ्नो आफ्नो हेऱ्यो स्टामिना हेऱ्यो त 6 चोटि गुड केटा गुड यस्तरी हुनुपर्छ प्र्याक्टिस यो चाहिँ बहुतै हाइटमा छ 8265 फिट यो चाहिँ यो माथि चाहिँ टाइगर हिल पर्छ यो टाइगर हिलकै हाइटमा झन्डै पर्छ यो माथि टाइगर हिलबाट सनसाइनको दृश्य देख्न सक्नुहुन्छ त्यो दार्जिलिङ एरियाको सबभन्दा अल्टिट्युड एरिया भनेको नै त्यो टाइगर हिल हो त टाइगर हिलकै लेभलमा यो पनि पर्छ जिआरडी यहाँ अलिक उताबाट कञ्चनजङ्घाहरूको भ्यू एकदमै देख्न सक्नुहुन्छ यतातिर सिक्किमहरू हो र यहाँ चाहिँ अब 11 अहिले जिआरडी को अनुसार 11 तारिकदेखिको तपाईहरुको एडमिट कार्ड अनलाइन आउँछ र त्यो अनलाइनमा के डकुमेन्ट्सहरू लिएर आउनु त्यसमा सबै डिटेल्समा बताएको हुन्छ जसको अनलाइन हुँदैन तिनीहरूले यहाँ जिआरडी मा आएर आफ्नो एडमिट कार्ड निकाल्न सक्नुहुन्छ र ग्राउन्ड टेस्ट फिजिकल टेस्ट चाहिँ 11 नोभेम्बरदेखि हुने तयारी भइसकेको छ ग्राउन्डहरू तयारी गरिसकेको छ डिच तयारी गरी ग्राउन्ड तयार गरी रोपहरू लागेर ट्रायल पनि भइसक्यो यहाँ र त्यसरी नै तपाईहरुको अब टाइम ज्यादा छैन प्र्याक्टिस गर्नु मेन रनिङ अर बीम अब चाहिँ यिनीहरुको यहाँ आई टेस्ट र कलर भिजन टेस्टहरू गराउँछु प्र्याक्टिस यो चाहिँ मेडिकलमा मेन इम्पोर्टेन्ट हो जसको आँखाले यो कलर भिजनहरुमा आउट गर्ने गर्छ र यो हेर्नेमा यहाँ आइज यसलाई समात्दै त मैले जोलाई देखाउँछु त्यसको नम्बर बताउँदै जाने बुझ्यो त्यो भित्र नम्बर छ नि अब रिन्चनले 6 अलि टाढो जा भाइ त्यो नजिक भयो ज्यादा नै हुन त टेबलमै देखाउँछ हैन 29 नेक्स्ट उल्टा भयो हाँ तो ये फर्क है ना यस 71 6 कति हो 6 74 12 5 25 नंबर छैन सर ओके नेक्स्ट कति छ 3 नंबर छैन 45 15 छैन नंबर छैन 57 ओके नेक्स्ट यसलाई भयो आई टेस्ट भयो यहाँ
आएको माथि 9 9 गुड हरियो U H नेक्स्ट आइज को अलि टाढो जा अँ, A H T Y H A M थ्याङ्क यू फर वाचिङ। अरू जिआरडीमा चाहिँ यो एकदमै फेयर एन्ड ट्रान्सपरेन्ट तरिकाले नै हुने गर्छ। फेरि भन्छु म, र कसैले यहाँ भर्ती गर्नु सक्दैन, आफ्नो दममा नै गर्नुपर्छ। त्यसैले अहिलेदेखि नै प्रिपेयर हुनु होला, प्र्याक्टिस हुनु होला। कोहीले पनि अगर त्यस्तो गर्छ म गरिदिन्छु, म यो गरिदिन्छु भने त्यो तपाईँहरूले रिपोर्ट गरिसक्छ। यहाँ आफ्नो दममा नै आफ्नो मेरिट बनाउन सक्छ, सेलेक्सन हुन्छ। थ्याङ्क यू फर वाचिङ। जय हिन्द, जय गोरख। Have a good day.